कुकुरको मुखमा च्यापिएको यो शिशु आखिर कसको होला? सुर्खेतस्थित प्रादेशिक अस्पताल कालागाउँ अगाडि एउटा कुकुर मान्छेको शिशु टोकेर आफ्नो गन्तव्यतिर जाँदै थियो। कुकुरले मान्छेको शिशु टोकेर हिँडिरहेको विभत्स दृश्यले स्थानीयको ध्यान तान्यो। मानिसहरू जम्मा भए कुकुरले शिशु कहाँबाट ल्याएको थियो भन्ने प्रश्नको खोजी 2 दिनसम्म चल्यो। टाउको बिनाको शिशुको शव कतै फोहोर नाला सडक किनारतिरै रहेको अनुमान गर्न सकिन्छ। कुकुरको दाँतमा बच्चा झुन्डिएको विभत्स दृश्य देखेपछि अस्पतालमा रहेका मानिसहरू जम्मा भए। प्रत्यक्षदर्शीहरूका अनुसार बच्चाको टाउको थिएन, शरीर मात्रै कुकुरले दाँतमा च्यापेर अस्पताल वरिपरि घुमिरह्यो। धेरै मान्छेको भिड देखेपछि शिशु छाडेर कुकुर सडकतिर लाग्यो। म चाहिँ अघिल्लो दिनबाटै त्यही हस्पिटलमा मेरो वाइफको एउटा सामान्य समस्या थियो, त्यस कारणले म बिरामी कुरुवाको रूपमा बसिरहेको थिएँ। बिहान म 81 चाहिँ एउटा औषधि आवश्यक पर्यो भनेर औषधि लिनको लागि फार्मेसीमा जाँदै गर्दाखेरि त्यो हस्पिटलको प्राङ्गणमा चाहिँ त्यो कुकुरले त्यो बच्चा चेपेर हिँड्दै रहेछ। त्यसै क्रममा त्यो मान्छेकै बच्चा हो कि कतै कुकुर हो अथवा अरू केही हो कि भन्ने खालको आशंकाले म नजिकै पुगेँ। त्यहाँ जाँदाखेरि चाहिँ टाउको चाहिँ कुकुरले सायद खाइसकेको हुनुपर्छ कि त्यो अलि आलै जस्तो देखिन्थ्यो। अनि हातखुट्टा चाहिँ पुरा मान्छेको रहेछ। कुकुरले मान्छेको शिशु बोकेर ल्याएको कुराले स्थानीयको ध्यान तान्यो। अस्पताल अगाडि नै शिशुको शव भेटिएका कारण अस्पतालमा मृत शिशु जन्मिएको र अस्पतालले सही ढङ्गले व्यवस्थापन नगर्दा कुकुरले भेटेको आकलन भएको छ। तर अस्पतालका अधिकारीहरूले प्रारम्भमा मानिसहरूको यस्तो सरल शंका स्वीकार गरेनन्। अस्पतालको भनाइअनुसार यसबीच प्रादेशिक अस्पतालमा मृत शिशुको जन्म त भएको छ, तर शिशु अस्पतालको लापरवाहीले कुकुरले च्यापेर हिँड्ने अवस्थामा पुगेको दाबी साँचो होइन। फेरि पनि प्रश्न, आखिर यो बच्चा कसको थियो? सामाजिक सञ्जालहरूमा समेत कुकुरले मान्छेको शिशु च्यापेर हिँडेको फोटो भाइरल भइरहेको छ। मानिसहरूको औधी चासो भएकै कारण प्रहरीले समेत अनुसन्धान प्रक्रिया अघि बढाएको छ। आइतबार अबेरसम्मको प्रहरी अनुसन्धानले शिशु कसले जन्माएको हो, कहाँबाट कुकुरले फेला पारेको हो भन्ने जस्ता विषयहरू खुल्न सकेका छैनन्। सो लासलाई सबगिरमा राखिएको छ र अन्य अनुसन्धान चाहिँ त्यो किन कसरी कहाँबाट त्यो आएर के भएको भन्ने कुरा चाहिँ गहिरो अध्ययन चाहिँ प्रहरीले थालेको छ। अस्पताल परिसरमा कुकुरले शिशु टोकेर घुमेका कारण शंका अस्पतालमा केन्द्रित छ। स्थानीयहरूले अस्पतालमाथि प्रश्न उठाइरहेका छन्। अस्पताल प्रशासनले घटनाको छानबिन हुनुपर्ने र छानबिन पछि नै वास्तविकता खुल्ने बताइरहेको छ। हामीले हाम्रो रेकर्डहरू सबै हेरेर बुझ्दाखेरि चाहिँ त्यही विगत हप्तामा चाहिँ 2 जना मात्रै शिशुको चाहिँ यहाँबाट मृत्यु भएको र उनीहरूको चाहिँ आफन्तले स्वतगत गर्न बुझेर लिएर गएको भन्ने कुरा त विज्ञप्तिबाटै प्रष्ट भइसकेको छ। शिशु कसको हो, कुकुरले कसरी भेट्यो भन्ने विषयमा छानबिन भइरहँदा अन्ततः सुर्खेतस्थित प्रादेशिक अस्पतालबाटै शिशुको शव बाहिर गएको विषय बाहिरिएको छ। यो हप्ता अस्पतालमा 2 शिशुको मृत्यु भएको थियो। ती 2 बच्चाको शव अभिभावकले बुझेर पनि लगे। अस्पतालको सीसीटीभी फुटेज अनुसन्धान गर्दै जाँदा शनिबार बिहान 7:30 बजे कुकुरले मृत शिशु च्यापेर अस्पताल प्रवेश गरेको पाइएको थियो। थप अनुसन्धान गर्दा त्यो शिशु दैलेख 8 विस नगरपालिका 9 की 25 वर्षीय महिलाको रहेको खुल्यो। शिशुको मृत्यु भएपछि शव बुझेर महिला अस्पताल बाहिर निस्के। नियम अनुसार सद्गत गर्नुपर्नेमा उनले अस्पताल भन्दा केही पर लगेर त्यत्तिकै छाडिदिए। त्यहीँबाट कुकुरले टोकेर अस्पताल नै प्रवेश गर्यो।